सो गाइज यहाँ चाहिँ मेरो फोन खसेको अवस्था छ। मैले हैन सीसीटीभी हेर्नु शुभम र मैले ताने मात्रै दिदीको हातमा। सो यहाँनिर चाहिँ यस्तै फुटेको छ। सो हे गाइज गुड आफ्टरनुन। आज चाहिँ हैन आज आफ्टरनुन नै भयो नि। कति बज्यो? 3 बजिसक्यो। 3 बजिसक्यो। आज चाहिँ एकदमै लेट भयो किनभने मेरो घरमा चाहिँ हिजो रातिबाट चाहिँ लाइन थिएन अनि मैले आज भ्लग पनि यही अफिसमै आएर चाहिँ मैले भ्लग अपलोड गरेको थिएँ कि। अनि घोचु चाहिँ आज मसँग छ। घोचु कस्तो हिजो नि थियो। घोचुले आज के ल्याछ रे खाजामा? जाम। सो उसले जाम लिएर आउँछ, मैले चाहिँ पाउरोटी लिएर होइन पाउरोटी लिएर आउँछु अनि त्यसपछि जाम पाउरोटी आज पनि। नेत्र दाई चाहिँ यता हुनुहुन्छ के छ? तर दाईको चाहिँ यहाँनिर दारी काटेर चाहिँ अलिकति मजा आएन कि। दारी अब पाल्नु पर्यो दाई। पहिला रौडी जस्तो देखिनुहुन्थ्यो, अहिले चाहिँ अब अहिले चाहिँ नआउनु। शङ्कर दाई के छ यार दाई? टेन्सन छ हो। ए कपाल छ होइन? टेन्सन के पनि? के हो यो? रातो होइन दाइले ए शङ्कर दाई चाहिँ हाम्रो टेक्निसियन हाम्रो। यदि तपाईँहरूलाई कम्प्युटरहरू केही ल्यापटपहरू बिग्रेछ अथवा के बनाउनु पर्ने छ दाइ भनिदिनु त। तपाईँले डिस्क्राइब गरिदिनु। नम्बर भनिदिनु न। भएन हो टेन्सन छ दाइलाई। तिम्रो नाम भन्दै प्रसुन PRSHUM लसुन प्रसुन यो ब्रो लसुन चिल ब्रो चिल प्रसुन सुन परको सुन गोल्ड लसुन प्रकुसन प्रसुन। ए यो ब्रह्म रहेछ अब यसरी हो कि नाम याद गर्ने हुने हो। बिर्सिन्छ के हो भन्दा लसुन। अब चाहिँ हामी जाम पाउरोटी लिन गएको। अब खाजा चाहिँ यतितिर हुन्छ हाम्रो। तर यो दिदीलाई चाहिँ म दिन्न। कुन गिटार? हिजो मैले भ्लग एडिट हानिरहेको थिएँ, मलाई देखाइरहेको छ यो दिदीले। गिटार दिने मै हो क्या, मलाई आएर प्याङ। ए हो हिजोको पाउरोटी किनेको ठाउँमा चाहिँ हामी आइसकेछौँ। हामी पाउरोटी किन्न आएको कि। हिजो हामीले यो लगेछौँ तर आज हामीले ठुलो लग्नु पर्ने जस्तो अवस्था देखिरहेको छु मैले होइन? के भन्छु यो ठुलोलाई चाहिँ कसरी हो दाइ? 60 रुपियाँ। दरो त तिम्रो अब। तर यही नै ठिक हुन्छ होला के भन्छौ ब्रो होइन? तर यो त ठुलो चारपाटे खोज्या भए यहाँ छ, सानो खोज्या भए त्यो कहाँ? यो वाला हो। पिसहरू सबै एउटै हो, वेट फरक छ। यसमा त दल्दै दलिन्न त। यो त हुँदैन यो वाला जाम दलेर हिजो लगेको यो वाला दल्दै दल्दैन कि राम्ररी। सो यो ब्रेड चाहिँ हामीले लाने भनिरहेको छौँ। अब यहाँनिर चाहिँ पेमेन्ट गर्नुपर्ने हुन्छ। दाइ आयो होला है। घोचु बिजी अवस्था बबिनासँग बोल्दै। कहाँ मन्डी ब्लक? अब स्टोर रुममा त साँच्चै छैन त दाइ। ल यो अहिलेको फुटेज चाहिँ रियल मिनिङ अफ घोचु हो कि। सो तपाईँहरूले त देखिसक्नु भयो, यही भएर मैले घोचु भने उसलाई। हाँस्दै त एकचोटि। तपाईँ हे भगवान्को म्याम होइन? बिग फ्यान। गुड गरिदिनुहोस् न। यहाँनिर चाहिँ सुट भइरहेको अवस्था। यहाँनिर चाहिँ पाउरोटी छ। अब घोचुले चाहिँ यहाँ जाम निकाल्छ। के हो यो चाबी? सो यहाँनिर अब जाम निकाल्छ उसले। जाम नै फुटाल्यो यार। घोचु के गरेको यार मुला। गाइस के हो भिडियो बनाउँदा कहिले सिसा फुट्छ कहिले के फुट्छ यार। अहिले जामै फुट्यो भने ल जाम खाने सपना उस्तै भयो। जाम नै फुटालिदियो कि गाइस। अस्ति भिडियो बनाउँदै थिएँ सुविकाले मिरर फुटाल्यो, अहिले यहाँ फेरि जामै फुटालिदियो कि। हेर न क्या नि अब के छ यो ऊ होला है अहिले। सो गाइस मलाई थाहा छ यो भिडियोमा चटक देखाउँदै थियो होला घोचुले, तर जाम नै फुट्यो। एकदम नराम्रो लाग्यो। तिमीले भिडियोमा चटक देखाउँदै थियो हो, यसरी निकाल्छु भन्छ। चम्चा झुक्नु नि त्यस्तो लाग्छ र। अब यहाँनिर चाहिँ अब जाम हाल्न लागिरहेछ ब्रो यार। यो त अति भयो यार। अब यो चाहिँ कसो छ भन्नु?
त्यो झाडु त्यहाँ छ कि त्यहाँनिर। सो कति कति भने थियो टाइम प्राइस तपाईँले के को जामको थाहा छैन यार कति भन्थ्यो जामै बुढ्यो भने जामले बुढ्यो फुट्यो क्या जाम फुट्यो अनि हामी त चाउमिन के जाम फुट्यो भने सबै पक्यो सिधै फुट्यो कि त्यही भने खसाल दियो। सो यो भाइले चाहिँ जाम फुटालिसक्यो अब हामी चाहिँ मोमो खान जान लाग्यो होइन। त्यो मै फुटाएँ फुट्यो जाम किने अस्ति अफिसमै छोडेर गए त्यत्रो दिन केही भएन आजै जाम खाने दिन क्या फुट्यो फुट्यो। मोमो आइसकेको छ बेस्ट हो बेस्ट लाग्ने रहेछ बेस्ट लाग्ने रहेछ। सो गाइज यहाँनिर चाहिँ एउटा ट्रेन्डिङ रिल सुट हुँदैछ। म्यामले क्यास नदेखेको यो कति 2 वर्ष 3 वर्ष म्यामको त अनि अनलाइन अनि म्याम त अलिको त रिची हो नि त अनि अनलाइन मात्र हुन्छ उहाँको क्रेडिट कार्ड मात्र हुन्छ। अब हामी पो 50-60 रुपियाँ लिएर हिँड्ने। घोचु तिमी कति छ 10 रुपियाँ हो कि 5 रुपियाँ हो 5 0 हो। यहाँनिर चाहिँ अब गिटारहरू राख्ने कार्यक्रम भइरहेको छ मन्त्रको सेक्सन मिलाइरहेको छ केटाहरूले चाहिँ। सो अब यो भएपछि चाहिँ घोचु हाम्रो सुट हुन्छ। सुटको म हिरो पात्र हो तिमी हिरो होइन पात्र हो। पात्र हो हजुरले चाहिँ यो न्यू इयर अफरमा मन्त्रको हरेक चाँदै सिक्दै के हो जितेन्द्र राई यस्तो भएन नि क्यामेराको रेस्पोन्सिबिलिटी लिएपछि सबैसँग चार्ज टिक्ने आइफोन 13 हुँदैन। मेरो फोन कल्छ हुने अवस्था सो गाइज यहाँ चाहिँ मेरो फोन खसेको अवस्था छ। मैले होइन सीसीटीभी हेर्नु शुभम र मैले ताने दिदीको उहाँलाई थाहा चाहिँ केही छैन कि यहाँ के भएको भनेर। सो फोन फुटेको अवस्था त्यही भएर मैले एउटा लेसन चाहिँ तपाईँहरूलाई के भन्छु भने आफ्नो एकदम महँगो परेको सामान छ भने कसैलाई पनि नदिनु। सो म यहाँ चाहिँ मेरो फुट्दैन थियो तिमीले दिएनौ अनि हामी खोज्न खोजे भने त्यही भएर फुट्यो के हामी मायाले खिच्थ्यौँ अस्ति जस्तै। सो अब मेरो चाहिँ के भएको छ फोनमा म एकचोटि देखाउँछु है त तपाईँहरूलाई। सो यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ गइसकेको छ मैले छोकै थिएन। सो यहाँनिर चाहिँ यस्तै फुटेको छ। सो अब यसलाई चाहिँ म बनाउन सायद भोलि पर्सितिर जान्छु होला अनि त्यसपछि केही भन्नु छ आज जाऊ। मलाई त के भन्नु छ भने ब्याकग्राउन्डमा एउटा म स्याड म्युजिक बजाइदिन्छु अनि तपाईँ आफ्नो फोनको कन्डिसन देखाइदिनु। हामी बुझ्छौँ फोन फुटेको पीडा यसरी त तिमीहरू फोन फुटेको हेर्छौ होइन आइफोन फुट्नु र दाइ यो त केही होइन यार आइफोन फुट्नु र यसो फुट्नु अलिक फरक होइन नि त। एक मिनट तिमीलाई कस्तो फिल भइरहेको थियो जब मेरो फोन खसिरहेको थियो जस्तै फुट्यो तिम्रो होइन तिमीलाई कस्तो फिल भइरहेको थियो जब मेरो फोन खसेको थियो गिल्ट तिमीलाई कस्तो फिल भइरहेको थियो दादाको आइफोन फुट्यो तिमीलाई चाहिँ कस्तो फिल भइरहेको थियो मैले देखेकै थिएन कस्तो फिल पछाडिको कभर झर्यो फ्याट गर्यो होला भनेर त अगाडि मलाई कस्तो फिल भयो थाहा छ मसँग आइफोन 13 नै छैन कसरी फिल हुन्छ त मलाई दाइ तपाईँले देख्नुभयो कि नै मेरो फोन देख्नुभयो कस्तो फिल भयो त्यो केही नि फिल भएन साइडले किन नि हेर आफ्नै फोनको हालत त्यस्तो छ। हो मिलनजी मेरो फोन नै फुट्यो यार कसम। ओए ल हो रहेछ यार। हो के भन्न चाहनुहुन्छ कहिले किनेको रे यो भयो लगभग 1 महिना हुन लाग्यो होला। ल खोलेन मैले होइन त्यो नखोल्नु ओए ओए यो त गइसक्यो त नि खोइ ल के भन्न चाहनुहुन्छ मलाई दिए हुन्थ्यो क्या विप्लव फोन नै फुट्यो यार खै कस्तो भयो अघि झारेको यही हो। सो गाइज यो मैले पुरै त्यो उनै फुटेको भन्थेँ तर यसको टेम्पर ग्लास मात्र फुटेको रहेछ। अब टेम्पर ग्लास चाहिँ मैले फेर्छु भोलि नभए पर्सितिर अब शनिबार जान्छु होला म चाहिँ शनिबार गएर यो फोनको चाहिँ टेम्पर ग्लास चेन्ज जान्छु।
फाइनल्ली केही भएको रहेनछ भित्र चाहिँ अब त्यही नै खुसी लाग्यो भित्र भएको भएपछि म एकदम दुखी हुन्थेँ सो गाइज मेरो काम चाहिँ भइसकेको छ र मैले यहाँ पिसी पनि अफ गरिदिई भएको छु अब चाहिँ म तल लाग्छु अनि त्यसपछि घरतिर जान्छु सो यहाँनिर चाहिँ मेरो ब्याग छ अब ब्यागलाई चाहिँ निकाल्नु पर्ने हुन्छ सो यो चाहिँ मेरो ब्याग सन्देश दाइ न्यु इयरमा के छ प्लान जहिले उस्तै न्यु इयरमा प्लान के छ न्यु इयरमा के छ प्लान हो ल नाच्देऊ त एकचोटि ल एकचोटि नाच्देऊ त ल मैले न्यु इयरको प्लान के छ गिटार समाउने यो यिनीहरूसँग कराउने घर जाने बेला गिटार ल्याइदिनु हुन्छ आजको भ्लग यति नै थियो बाई बाई सी यू अनि त्यसपछि ह्याप्पी न्यु इयर सबैलाई त बाई बाई